सुशीला कार्की आमै रिसाइन मात्र भनेर चाहिँ नि हल्ला गरेर आएन बिचरा। सुशीला कार्की आमैले कम त गाह्रो छ, जिठो छोराले चाहिँ नि भाडेन्द्र शाहले यति धोका दिएको छ त। चट्ट लाएर चाहिँ नि ल आमै भनेर चाहिँ नि प्रधानमन्त्री बनाउने बेला साथ दिए। त्यस पछाडि गएर आमैले गरेको सबै काममा चाहिँ बाँझो हालेर चाहिँ नि वियोग गरेछ। त्यस्तो हुँदाहुँदै पनि कसोले चाहिँ नि आमैले चाहिँ नि चप्पलले लहडिने चाहिँ दिवाकरलाई बिचरा। त्यति मात्र भन्यो नि कहाँको आमा भनेर भन्दै बिचरा। आफूले चाहिँ नि माइलो छोरोलाई लिएर गएर प्रकृति कोषमा राखिदिएको त्यो पनि निकाली छोड्यो चाहिँ नि। कान्छो छोरो सुदन गुरुङ बिचरा गृहमन्त्री पदै हिँड्या। अनि हुँदा खाँदा चाहिँ नि भएको एउटा गाडी दिएको थियो त्यो पनि लिएर गयो होइन। अनि एउटा आश चाहिँ थियो ल जेठो छोरोले सोधिहाल्ला नि त होइन। प्रधान न्यायाधीश बनाउने बेलामा यसो आमासँग चट्ट पढे लेखेकी बुझेको आमा भनेर सोचेको थियो होला, त्यो पनि भएन। अनि त्यस्तो भइसके पछाडि त्यस्तै परेको मान्छेहरूले त चाहिँ नि लिएर गएर लट्ठोले हान्थे। हाम्रो सुशीला आमैले चाहिँ बरु रिसाई मात्र टोपले चाहिँ बरु जेठो छोरासँग। यसलाई ठुलो मान्नु हुँदैन क्या, यो नर्मल हो।